हेलो गाइस, सबैजनाले नमस्ते। हेर्नुहोस् त गाइस, मेरो हालत कस्तो भइरहेको छ। यो भनेको म ट्राभल गर्दा गर्दै बिचमा हामी खाजा खाने टाइममा चाहिँ हो गाइस। हेर्नुहोस् त मेरो रूप रङ्ग यस्तो उडेको छ गाइस। हेलो गाइस, हेलो नमस्ते। हामी यतिखेर महेन्द्रनगरमा छौँ। ठ्याक्कै अटोको लागि यो कुन रोड है? यो जिपरका रोडमा छौँ हामी। अटोको वेटिङमा छौँ गाइस। यति धेरै गर्मी भइरहेछ। अटो हरायो कहाँ हरायो थाहा छैन। 1 घन्टा भइसक्यो। अब हामी चाहिँ जाँदैछौँ दिल्ली। फाइनली यता यस्तो हालत छ गाइस। आफ्नो अटो पायौँ नि अब। हो खै अटो आयो। फाइनली हामीले अटो पायौँ गाइस। अब चाहिँ बस्छौँ गाइस। अब हामीले चाहिँ बल्ल अटो पायौँ। हेर्नुहोस् अटो पायौँ। आउनुभयो। अब हामी गइरहेछौँ। यहाँबाट हो नि। अब हामी यस्तो पसिना नेपालको बोर्डर, नेपालको सिमानाका गड्डा चौकी भन्सार जान्छौँ। गड्डा चौकीदेखि हाम्रो कार छ। हामी गएर चाहिँ अब यहाँ पुगिसक्यौँ गाइस होइन। यो मलाई भोइस ओभर गर्नै दिन लाग्नु भएको छैन क्या, यहाँ हाँसेर बोलेर चाहिँ। अब हेर्नुहोस् हेलो गाइस, महेन्द्रनगरबाट ठ्याक्कै हामी गड्डा चौकी सिमानाकामा छौँ। हिँड्नेछौँ दिल्लीको लागि। फाइनली हामी चाहिँ रेडी भएर आइसक्यौँ। हजुरहरू पनि रेडी भएर भोलि पर्सि पर्सि आउनु होला गाइस। ल गाइस, हामी चाहिँ अब यहाँबाट चाहिँ निस्किन आँट्यौँ। अब गाइज म पनि भित्र बस्छु। गाइस अब दिजु पनि छिटो आउनु भनिसक्नु भयो ड्राइभर भाइले। उता हामी चाहिँ अब रेडी भइसक्यौँ। अब हामी हेलो, हामी चाहिँ भाइ सिसा लगायो। के बोल्नु तिमीले चाहिँ बोबेटन्छ मलाई त हामी यता पनि देखाउनु। ल हामी चाहिँ लाग्यौँ दिल्लीको लागि। पर्सि आइतबारको दिन सबैलाई निम्तो छ। एकदमै रमाइलो गर्नुपर्छ। चाहिँ हामी अब निस्किसक्यौँ। गाडी स्टार्ट भइसक्यो। अहिलेसम्म चाहिँ म भर्खर स्टार्ट भएको छ। अब चाहिँ म चाहिँ यहाँ बसिरहेको छु। गाइस कस्तो राम्रो छ बनबासाको सिन लाग्यो गाइस। यति धेरै बाढी आएको थियो, यति धेरै पानी आएको थियो होइन। अब बनबासाको पारी चाहिँ हामी जाँदैछौँ गाइस। हजुरहरूलाई देखाउनको लागि भिडियो बनाइरहेको छु। कस्तो राम्रो छ के यस्तो सिनहरू। हेर्नुहोस् न, को आउनु भएको छ। कोले नाइट भ्यू हेर्नु भएको छ यहाँबाट होइन। फुल चाहिँ एकदम धेरै राम्रो छ, तर यता साइडमा यस्तो धेरै महाकाली कोलाई गाह्रो हुन्छ गाइस बिच बाटोमा ओर्लेर। म चाहिँ यहाँ सास रोकेला यस्तो मेरो जस्तो हालतको कसको हुन्छ गाइस जर्नीमा होइन। मलाई एकदमै धेरै गाह्रो हुन्छ होइन। अनि दिदीहरू चाहिँ जहाँ खाना कता राम्रो पाइन्छ भने खोज्न जाँदै होइसिन्छ कि। म चाहिँ यस्तो हालतमा छु। अनि मेरो साथीहरू अरू पनि गाडीमा बस्नु भएको थियो नि त। खोइ त हजुरहरूको साथीहरू पनि सोधिराख्नु भएको थियो क्या। म चाहिँ अब बोल्ने कन्डिसनमै थिएन, तर म अलिकति भए पनि मुस्कुराइरहेको थिएँ होइन। एउटा फुच्ची चाहिँ सोधिरहेको मलाई। हेर्नुहोस् त कता हो कता, खोइ हजुरको मान्छे खोइ अहिलेसम्म आउनु भएन भनेर छ कि मसँग कुरा गरिरहेको छ। अनि म चाहिँ खासै बोलिरहेको छैन। यसो भिडियो गराएँ, यसो रिफ्रेसमेन्ट यत्तिकै हेरिरहेको थिएँ आफूलाई होइन। तर हाँसिरहेको थिएँ। म चाहिँ मनमा त कति धेरै पीडा के है। कति गाह्रो हुन्छ कि मलाई त ट्राभल नगरे पनि नहुने। अनि गाह्रो पनि एकदमै गाह्रो हुने। बिचमा कति ठाउँ रोक्यो होला कि म चाहिँ है। कति धेरै सतायो होला। त्यो पछाडि हामी खाना खाने ठाउँ पुग्यौँ है। यो चाहिँ अरू त भन्दा नि यो चाहिँ एकदमै धेरै खुसी लाग्यो क्या। खाना खाने ठाउँ पुगिसकेपछि चाहिँ मेरो हालत हेर्न सक्नुहुन्छ। साइडको एउटा दाइ हुनुहुन्छ, उहाँ चाहिँ उहाँकै हुँदो रहेछ। उहाँ चाहिँ नेपाली, त्यही माथि पनि बजारमा पनि हुँदो रहेछ। यो सुन्दा चाहिँ म एकदमै धेरै प्राउड फिल भयो क्या है। अब नेपालमा त नेपालमा, भारतमा गएर पनि आफ्नै नेपालीको ठाउँमा खाना खान पाउँदाखेरि चाहिँ एकदमै खुसी फिल भइरहेको थियो। एकदमै मिठो थियो, एकदमै राम्रो थियो। त्यो चाहिँ रोटी हो सक्नुहुन्छ। हामीले कस्तो राम्रो राम्रो खानेकुराहरू खाइरहेको छौँ। अनि भोइस ओभर गर्न नसकिरहेको कन्डिसन हो क्या गाइज अहिले चाहिँ होइन। यस्तो धेरै गाह्रो भइरहेको छ, तर पनि मलाई मान्दै मानेन कि मनले। हेर्नुहोस् त म कति घिचिरहेको छु। आखिरमा लास्टमा चाहिँ मलाई चाहिन्छ जङ्क फुड। यो हो चाउमिन। चाउमिन चाहिँ मैले खाइसकेँ, कस्तो मिठो थियो।
आफू जुन ठाउँमा जे भए पनि मलाई जङ्क फुड चाहिँ चाहिन्छ क्या। कस्तो ब्याड हेबिट छ नि यो चाहिँ म भन्नै सक्दिनँ। मेरो आवाज त यस्तो आइरहेको छ, हेर्न सक्नुहुन्छ है। यसो कति धेरै मान्छेहरू त म खुसी पनि थिएँ होइन, तर कति धेरै गाह्रो पनि भइरहेको थियो मलाई। अनि अहिले पनि गाह्रो नै भइरहेको छ, तर पनि मैले भोइस ओभर गरेँ यो भिडियो चाहिँ म पोस्ट गर्छु गाइज। अन्त यस्तै हुन्छ गाई भनेर एकदमै धेरै थ्याङ्क यू सो मच। हजुरले यति धेरै मिठो खाना खुवाउनुभयो, यति धेरै माया गर्नुभयो हामीलाई। फेरि पनि भेट्दै गरौँला। फेरि अब रिटर्न हुँदा पनि हामी त्यही खाने नै हो खाना। हामी सबैजना कति बोलिरहेको छौँ हेर्नु न गाइज, कस्तो रमाइलो भइरहेको छ नि। कति धेरै माया गर्नुभएको क्या, कति धेरै भन्नै सक्दिनँ म चाहिँ। एकदमै राम्रो खाना छ। यदि हजुरहरू पनि होइन दिल्ली यात्रा गर्दै हुनुहुन्छ, यता इन्डियातिर आउँदै हुनुहुन्छ भने पक्कै पनि एकचोटि सेवाको मौका दिनु होला। उहाँ चाहिँ हाम्रो सुदूरपश्चिमेली, त्यही माथि नेपाली होइन। एकदम मिठो खाना खायौँ हामीले चाहिँ, एकदमै रमाइलो भयो। त्यसपछि फोटो खिचौँ भन्नुभयो, फोटोसोटो खिच्यौँ होइन। उहाँको चाहिँ यही होटल शिवा ढाबा भन्ने चाहिँ उहाँको यो होटल हो गाइज, भोजनालय होइन। म चाहिँ एकदम कति धेरै खुसी भएको क्या होइन। आफ्नै ठाउँको मान्छे भेट्दा खुसी भइहालिन्छ नि। बाटोमा चाहिँ बनाउन सकेन, गाह्रो भयो। अनि आएर सुत्यौँ हामी।